नमस्कार साथीहरू, आज म एउटा यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले धेरै कन्टेन्ट क्रिएटरहरूलाई आर्थिक रूपमा मात्र होइन मानसिक रूपमा पनि निकै असर पारिरहेको छ। त्यो विषय हो कपिराइट क्लेम, विशेष गरी फेक कपिराइट क्लेम। आजकल तपाईं युट्युब, फेसबुक वा अन्य प्लेटफर्ममा भिडियो अपलोड गर्नुहुन्छ भने कुनै न कुनै बेला यस्तो नोटिफिकेसन आउन सक्छ, योर भिडियो हैज बीन क्लेम्ड फर कपिराइट इन्फ्रिन्जमेन्ट। यो मेसेज देख्ने बित्तिकै धेरै क्रिएटरहरू डराउँछन्। कतिले भिडियो प्राइभेट गर्छन्, कतिले डिलिट गर्छन्, कतिले च्यानल नै बन्द हुने हो कि भन्ने तनाव लिन्छन्। तर यहाँ सबैभन्दा ठुलो समस्या के हो भने सबै कपिराइट क्लेम साँचो हुँदैनन्। धेरै क्लेम या त गल्तीले आएका हुन्छन् या जानी जानी दुरुपयोग गरिएका हुन्छन्। आजको यस भिडियोमा हामी भावनामा होइन बुझाइमा आधारित भएर कुरा गर्छौं। फेक कपिराइट क्लेम भनेको के हो, किन यस्ता क्लेम बढिरहेका छन्, जेन्युइन र फेक क्लेम बीचको फरक कसरी छुट्याउने र यदि क्लेम आयो भने आत्तिनुको सट्टा के गर्ने, यी सबै कुरा म विस्तारमा बुझाउने छु। पहिले आधारभूत कुरा बुझौं। कपिराइट भनेको कुनै व्यक्ति, संस्था वा कम्पनीले बनाएको कन्टेन्ट माथिको कानुनी अधिकार हो। म्युजिक, भिडियो, फुटेज, इमेज, भोइस रेकर्डिङ, स्क्रिप्ट यी सबै कपिराइट अन्तर्गत पर्छन्। यदि कसैले अनुमति बिना अरूको कन्टेन्ट प्रयोग गर्यो भने त्यो जेन्युइन कपिराइट भायोलेसन हुन्छ। यहाँसम्म कुरा स्पष्ट छ। तर समस्या त्यहाँबाट सुरु हुन्छ जहाँ आजको डिजिटल प्लेटफर्महरूमा कपिराइट इन्फोर्समेन्ट धेरै हदसम्म अटोमेटिक सिस्टममा भर पर्न थालेको छ। अल्गोरिदमले सिमिलारिटी देख्यो भने कन्टेक्स्ट नबुझी क्लेम पठाइदिन्छ। यसका साथै केही मानिस वा च्यानलहरूले जानी जानी अरूलाई डर देखाउन, मोनेटाइजेसन खोज्न वा कम्पिटिसन हटाउन फेक क्लेम पनि गर्छन्। यही अवस्थालाई हामी फेक कपिराइट क्लेम भन्छौं। अब प्रश्न उठ्छ, फेक कपिराइट क्लेम किन यति धेरै बढ्दै गइरहेको छ? यसको एउटा ठूलो कारण अटोमेसन हो। प्लेटफर्मले करोडौं भिडियो म्यानुअली जाँच्न सक्दैन, त्यसैले सिस्टमले आवाज, म्युजिक वा भिजुअल प्याटर्न मिल्यो भने तुरुन्तै क्लेम जेनेरेट गर्छ। तर सिस्टमले यो बुझ्दैन कि त्यो कन्टेन्ट रोयल्टी फ्री हो कि होइन, फेयर युज अन्तर्गत पर्छ कि पर्दैन। अर्को कारण मोनेटाइजेसन हो। धेरै फेक क्लेमको उद्देश्य भिडियो हटाउनु हुँदैन, बरु त्यसबाट आउने कमाई आफूले लिनुहुन्छ। भिडियो चलिरहन्छ तर पैसा क्लाइमेन्टतिर जान थाल्छ। क्रिएटरलाई ढिलो थाहा हुन्छ र त्यति बेलासम्म अर्निङ गइसकेको हुन्छ। त्यसपछि कम्पिटिसन र जिलसी पनि ठुलो कारण हो। कतिपय अवस्थामा अरू क्रिएटरको ग्रोथ देखेर जानी जानी गलत क्लेम पठाइन्छ। साथै कपिराइटको बारेमा ज्ञान नहुँदा पनि मानिसले नबुझिकन क्लेम गर्ने अवस्था हुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, फेक कपिराइट क्लेम कसरी चिन्ने? सबैभन्दा पहिले तपाईले क्लेम आएको नोटिफिकेसन शान्त भएर पढ्नुपर्छ। क्लेम गर्ने इन्टिटीको नाम हेर्नुहोस्। यदि त्यो नाम कुनै चिनिएको म्युजिक लेबल, प्रोडक्सन हाउस वा भेरिफाइड कम्पनी होइन, र्यान्डम वा अनफेमिलियर छ भने त्यहाँबाटै सस्पिसन सुरु हुन्छ। त्यसपछि आफ्नो भिडियो सम्झनुहोस्। तपाईले प्रयोग गरेका म्युजिक, भिडियो क्लिप वा इमेज कहाँबाट आएको हो? यदि पिक्साबे, पिक्सल, फ्री पिडी जस्ता रोयल्टी फ्री सोर्सबाट लिएको हो वा ओरिजिनल कन्टेन्ट हो भने क्लेमको आधार कमजोर हुन सक्छ। धेरै फेक क्लेम यस्तै अवस्थामा आउँछन्। अर्को कुरा, क्लेम कुन भागमा आएको छ भन्ने हेर्नुहोस्। धेरै फेक वा सिस्टम बेस्ड क्लेमहरू केवल 2-3 सेकेन्डको ब्याकग्राउन्ड साउन्ड वा हल्का म्युजिकमा आएका हुन्छन्। यदि तपाईको 10 मिनेटको भिडियोमा सानो भाग मात्र क्लेम गरिएको छ भने त्यो प्राय अटोमेटेड मिस्टेक हुने सम्भावना धेरै हुन्छ। त्यसैगरी मोनेटाइजेसनको अवस्था पनि सङ्केत हो। भिडियो हटाइएको छैन तर अर्निङ अरू कसैलाई गइरहेको छ भने त्यो क्लेम प्राय आर्थिक उद्देश्यले गरिएको हुन सक्छ। जेन्युइन कपिराइट केसमा भिडियो ब्लक हुने वा रिजन रेस्ट्रिक्सन हुने सम्भावना बढी हुन्छ। अब
क्लेम आएपछि के गर्ने भन्ने कुरा धेरै महत्त्वपूर्ण छ। सबैभन्दा पहिले आत्तिनु हुँदैन। क्लेम आउनु भनेको स्ट्राइक लाग्नु होइन। स्ट्राइक र क्लेम फरक कुरा हुन्। क्लेमलाई बुझ्न, पढ्न र इभ्यालुएट गर्न समय लिनुहोस्। यदि तपाईँ पक्का हुनुहुन्छ कि कन्टेन्ट कानुनी रूपमा प्रयोग गरिएको छ भने डिस्प्युट फाइल गर्न डराउनु हुँदैन। डिस्प्युट गर्दा भाषा सभ्य राख्नुपर्छ, सोर्स स्पष्ट उल्लेख गर्नुपर्छ र यदि रोयल्टी फ्री कन्टेन्ट हो भने लाइसेन्स वा सोर्स लिङ्क उल्लेख गर्नुपर्छ। प्लेटफर्मले त्यसपछि क्लाइमेन्टसँग प्रमाण माग्छ। फेक क्लेम गर्ने धेरैजसो एन्टिटी यहाँबाटै हराउँछन्। अब प्रिभेन्सनको कुरा गरौँ। कन्टेन्ट बनाउँदा रोयल्टी फ्री म्युजिक मात्र प्रयोग गर्ने, लाइसेन्सको स्क्रिनसट सुरक्षित राख्ने, ओरिजिनल भोइस ओभर र एडिटिङ गर्ने। यो बानीले भविष्यको ठुलो समस्या बचाउँछ। म्युजिकको भोल्युम कम राख्नु, ब्याकग्राउन्ड साउन्डलाई क्लियरली मिक्स गर्नु पनि सिस्टम बेस्ड क्लेम घटाउने उपाय हो। नेपालका धेरै क्रिएटरले पोलिसी नबुझिकन डराएर भिडियो डिलिट गर्ने गर्छन्, तर नलेज नै यहाँ सबैभन्दा ठुलो सुरक्षा हो। तपाईँ कानुनी रूपमा सही हुनुहुन्छ भने डराउनु पर्ने कारण हुँदैन। अब निष्कर्षमा आउँदा सबै कपिराइट क्लेम साँचो हुँदैनन्। फेक कपिराइट क्लेम आजको डिजिटल वर्ल्डमा एउटा गम्भीर समस्या बनेको छ। तर सही जानकारी, धैर्य र प्रक्रिया थाहा भयो भने तपाईँ आफ्नो कन्टेन्ट, च्यानल र मेहनत जोगाउन सक्नुहुन्छ। यदि तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने यो जानकारी अप्सनल होइन, आवश्यक छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनुहोला र यस्तै गहिरो व्यवहारिक र क्रिएटर सेन्टर जानकारीका लागि दराई सोल्टी च्यानल अथवा पेजलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।